मिनासान कोनिचिवा ओहायो गोजाइमासु। सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो पनि जापानिजमा भन्नुहुन्थ्यो, त्यो चाहिँ आउँदैन हैन, नआउने भएपछि त भन्ने कुरो भएन। म चाहिँ रेडी भइसकेँ। आज चाहिँ मेरो इजेयुको एक्जाम छ हैन, इजेयुको एक्जाम छ। म चाहिँ जाम्न दिन मात्रै भनेर हिँडे हो, आउनु चाहिँ केही आउँदैन मलाई। अनि मेरो चाहिँ एन्सर पहिले फिक्स छ, 1 2 3 4 4 3 2 1। मेरो चाहिँ एन्सर पहिले फिक्स छ, 1 2 3 4 4 3 2 1 हैन। मेरो एन्सर पहिलेदेखि यही हो, जिएलपिटीमा नि यही हो, इजेयुमा नि यही हो। कतिवटा मिल्छ कतिवटा मिल्दैन थाहा छैन। म चाहिँ रेडी भइसकेँ गाइज। अब चाहिँ म है अन्डा बनाउँछु, अन्डा खान्छु हैन, अनि मात्र जान्छु यहाँबाट। अब एक्जाम दिन त अलिकति अन्डा होला हो त भाइब्स त हुनु पर्दैन, ट्याक्क आउने त यही अन्डा हो लास्टमा हैन। यस्तो आलु आउँछ, आलु भनेको गोलो गोलो भनेपछि अन्डा हो। त्यही भएर अब म यसलाई बनाउँछु, खान्छु, त्यसपछि जान्छु। मेरो इजेयु एक्जाम दिनलाई के भन्न चाहन्छस्? राम्रो पास हुन्छ होइन पास हुन्छ होइन त्यही हो, फिक्स हो। पढे पास गाइस म चाहिँ हिँडेँ अब होइन। म चाहिँ साथीको रुममा जानुपर्ने भएको भएर हिँडेको। साथीले बोलाइरहेको थियो, त्यसको रुममा जान्छु, त्यहाँबाट अनि सिधै एक्जाम दिन जानेछु। त्यसको रुम र एक्जाम हल चाहिँ नजिकै हो। म चाहिँ लाइटमा रोकेको छु होइन, मलाई चाहिँ लाइटले पनि खुबै हानिरहेको छ। यस्तो ढिला त भएको छैन, त्यही यहाँ नियमको पालन त गर्नु पऱ्यो नि होइन। त्यसो गर्दा यो मलाई चाहिँ गुगल म्यापले लास्टै झुलायो होइन। गुगल म्यापले लास्ट हल्लाइराख्यो मलाई। अब के हुने हो थाहा छैन, कहाँ जाने हो थाहा छैन। कहिले यता जा भन्छ, कहिले टर्न राइट भन्छ, कहिले टर्न लेफ्ट भन्छ। म कता कता घुम्ने हो, फेरि एउटै बाटो घुमाइ गरिरहेको छु गाइज। मलाई तनाव परेछ, एक्जाम छुट्छ कि जस्तो लागिरहेछ। भगवान्ले नै थाहा पायो कि क्या हो, यो पास हुन्न त हुन्न, त्यही पनि यसलाई अब छुट्याइदिउँ भन्ने सोचिदिनु भयो कि क्या हो। तनाव छ गाइज। बिजोक्सी साथीहरू बिजो हामीसँग आइपुग्यौँ। बाटो हेरौँ गाइज, बाटो हेरौँ। जापान एकदम सुविधाजनक ठाउँ हो। पैसा कमाउनु त गाह्रो छ, यता गाह्रो छ साथीहरू, गाह्रो छ पैसा कमाउनु चाहिँ गाह्रो छ। तर कुकुर हेर, पुरो महँगो कुकुर हो यो चाहिँ होइन। जापानमा चाहिँ कुकुरहरू लास्ट महँगो हुँदो रहेछ क्या है। अनि अब म चाहिँ जाँदैछु केटाले हो, जाँदैछु पुगेर गाइज चाहिँ ताकेसिता स्टेसन हो है। ताकेसिता रेल गयो, हाम्रो रेल दार्जिलिङ जानु भयो साथीहरू, रेल दार्जिलिङ भयो। जापानिज साइकल लाइनमा एकदम व्यवस्थित हुन्छ होइन। अनि त्यही हो, यो चाहिँ स्टेसन हो। म चाहिँ स्टेसनमा पुगिसकेँ साथीहरू, तर म स्टेसनमा रेलबाट जाने होइन, म आफ्नै खुट्टा यी मेरो लागि रेल, मेरो लागि सबै थोक। मेरो रेल भने पनि यही खुट्टा हो, मेरो गाडी भन्ने यही खुट्टा हो साथीहरू। र म पुग्न आँटिसकेँ साथीहरू। केटा हो, अब चाहिँ रेल आइसक्यो, उहाँबाट रेल आउँदैछ। यहाँ चाहिँ बाटो यस्तरी बन्द भइसक्यो होइन। यहाँबाट रेल आइरहे, रेलमा जाने भयो। बाटो बन्द भइसक्यो, अब जानु पर्छ, रेलमा जाने भयो। आऊ सुगा लान्छु तिमीलाई पनि, मेरो गीतको बोल छ, लान्छु तिमीलाई पनि। यो पागला चाहिँ भेटिसकेको छ, यस्तो यस्तो भएर निक्लेछ होइन। जाने होइन, यहाँ मेरो पानी निस्किनु होला, यस्तो छ हालत। सेवा गर्छ यसले चाहिँ, सेवा नै धर्म हो। हामी चाहिँ यसको रुममा जान्छ, रुम चाहिँ देख्नु न, किनकि यो हेर्नु यस्तै छ, यसको रुम कस्तो होला भन्ने कुरो हो। जब हामी चाहिँ साइकल यसकोमा राखेर होइन हिँडिसकेका छौँ। के भन्न चाहन्छु आज एक्जामको लागि? म स्योर फेल हो, एक्जाममा स्योर फेल त हो होइन। अनि के छ तेरो के अरे एन्सर कसरी लाउँछु भन्ने जस्तो छ मेरो। 1 2 3 4 4 3 2 1 भने जस्तो तेरो कस्तो छ होइन मेरो त टपिङ गुडाउने जता पर्छ त्यहीँ हो। गाइजहरू हामी चाहिँ जाँदैछौँ। अब हामी 10-15 मिनटमा एक्जाम हलमा पुग्छौँ। त्यसपछि हजुरहरूलाई देखाउनु त मिल्दैन, फेरि एक्जाम सकेपछि फेरि देखाउने छु भन्न चाहन्छु। हस् त यसलाई यति नै त भन्दिनँ। आइरह होइन, यस्तो छ यो हालत। ट्रेन चाहिँ आइरह, हामी चाहिँ गइरहेको छौँ। हाम्रो यात्रा निरन्तर जारी छ केटाकेटीहरू। जाने भयो। यस्तो
तोरी चाहिँ आज पास हुन्छु भनेर हिँड्छ तर यो चाहिँ मैले पढ्न केही आउनेलाई बुवा चाहिँ होइन तर मभन्दा ट्यालेन्ट छ यो ट्यालेन्ट लोकडा रे हो हजुर अहिले चाहिँ हामी यात्रा जारी छ हामी चाहिँ अहिले यहाँ पुगिसकेका छौँ खोलातिरै तिर भेट्ने ठाउँ यहाँ केटी भेट्ने ठाउँ अरे यसको यो चाहिँ होइन यसको केटी भेट्ने ठाउँ यो रे अनि यो चाहिँ यहाँको चाहिँ खोला पनि एकदम सही हुन्छ म तपाईँहरूलाई देखाउँछु हेर्नुहोस् खोलाहरू पनि सही हुन्छ सफा हुन्छ नेपालमा हामी यहाँ पुलबाट पौडी खेल्थ्यौँ मलाई त्यहाँ फरालेर होइन मौसम एकदम ठिक छ यताको गाइज हामी चाहिँ होइन गएकोमा पुगिसकेका छौँ अझै क्यु सुत्दै गएको हो यहाँ चाहिँ हामी इक्जाम दिन्छौँ कता कता थाहा छैन यहाँ जापानिजहरू नि हुँदो रहेछन् हेर्दै यहाँ हामी चाहिँ इक्जाम दिन आएको होइन अनि हाम्रो चाहिँ उसको नि एन्सर मेरो नि एन्सर एउटै हो फिक्स भन्छ दोस्त 1 2 3 3 2 1 अनि मेरो 1 2 3 हो 4 3 2 1 हो होइन अनि हामीलाई इक्जाम कसरी दिने भन्दा नि यहाँ दिसरी कसरी बस्ने भन्ने तनाव छ गाइज यस्तैहरू पनि सक्दैन बिजोग छ भन्दै के शब्द 2 शब्द देऊ बिजोग छ हो यस्तै हो जिन्दगी गोरेटोमा न यता न उता साइडमा एउटी जापानिज नानी परिन्छ अनि पास हुन्छ भन्छ नत्र त हाम्रो थाहा छैन कस्तो काटेर आएन एक्लै आयो हामी एउटा स्टेसनबाट हराएर अर्को स्टेसनमा दुई चोटि टिकट काटेर आउनु पर्यो अब त्यो पैसा चाहिँ मेरो भाइले मलाई भरे खाजा खाउँछ सक्यो त्यति नै हो त्यही हो कस्तो अनुभव कस्तो हुँदैछ इक्जामको कस्तो दिने इक्जाम मेरो है लिखित अलिक बिग्रेल न त अरू मेरो सबै आज जो हो तिमीले सब आउँछ म त पढेर दिमागलाई टाउ किन खुल्या छैन यत्रो भिड छ इक्जाम सकेर 1.5-2 घन्टा इक्जाम दिएर निक्लेका छौँ तातो भोको केही लेखेको छैन कुरा भन्नुपर्दा गाइस यस्तो हो पास त हुँदैन हामी म चाहिँ दाइ भन्नु त आजको इक्जाम तपाईँलाई कस्तो लाग्यो खतरा टप हान्ने हो तपाईँलाई कस्तो लाग्यो आजको इक्जाम गयो 20,000 जनता इक्जाम गयो 20,000 जनता गाइस हाम्रो चाहिँ होइन इक्जाम सकेर अहिले पानी चाहिँ घरको पानी परेको छ छाता बोके छैन अब एउटा छाता बोक्नाले नबोक्नाले यस्तो भिजिनु परेको गाइज आजलाई यति नै अब यो खाँदैछ अब चाहिँ हामीलाई लाग्यौँ अब त्यही हो गाइज खासै भ्लग बनाउनु त आउँदैन त्यही पनि यसो देखाइदिउँ न त के छ र भनेर यस्तो ट्राई गरेको हो मन परेमा लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यस्तो भिडियो आउँदै गर्छ अरे यत्ताको जाइमास अचिकार साउँदैस